नमस्ते साथीहरू, आज म तपाईहरूलाई कसरी मेलबेटको खाता सजिलै खोल्न सक्नुहुन्छ भनेर विस्तृत रूपमा व्याख्या गर्नेछु। त्यति मात्र होइन, म तपाईलाई कसरी बोनस दावी गर्ने र पछि कसरी झन्झटहरूबाट बच्ने भनेर पनि देखाउनेछु। त्यसैले कुनै पनि समय बर्बाद नगरी भिडियोको मुख्य विषयवस्तुमा प्रवेश गरौँ। पहिले गुगल क्रोम वा कुनै ब्राउजरमा जानुहोस्, मेलबेट टाइप गर्नुहोस् वा खोज्नुहोस् र एप डाउनलोड गर्नुहोस्। यसको लिङ्क पनि तल दिइएको छ। त्यसपछि एपमा प्रवेश गर्नुहोस्। त्यसपछि तपाईले यस्तो इन्टरफेस देख्नुहुनेछ। तपाईको पहिलो कार्य भनेको नयाँ खाता खोल्नु हो। यसको लागि शीर्षमा तपाईले दुई विकल्पहरू देख्नुहुनेछ, लगइन र दर्ता। नयाँ खाता खोल्नको लागि दायाँपट्टि रहेको दर्ता बटनमा क्लिक गर्नुहोस्। खाता खोल्ने सजिलो र सुरक्षित तरिकाको लागि एक क्लिक बटनमा क्लिक गर्नुहोस्। त्यसपछि यसले तपाईलाई साइन अप पृष्ठमा लैजान्छ। यस पृष्ठमा तपाईले अतिरिक्त केही गर्न आवश्यक छैन। तपाईले प्रोमो कोड बक्समा हाम्रो प्रोमो कोड टाइप गर्नुपर्छ र हाम्रो प्रोमो कोड BALEN हो। म फेरि भन्छु, हाम्रो प्रोमो कोड BALEN हो। यदि तपाईले हाम्रो प्रोमो कोड प्रयोग गरेर खाता खोल्नुभयो भने तपाईले जीवनभर असीमित बोनस प्रस्तावहरू र नगद फिर्ता पाउनुहुनेछ। प्रत्येक पटक तपाईले झिक्नु वा जम्मा गर्दा तपाईले अतिरिक्त नगद फिर्ता पाउनुहुनेछ। उदाहरणको लागि, तपाईको पहिलो जम्मामा तपाईले एक 200% बोनस प्राप्त गर्नुहुनेछ। तपाईले हप्ताको विशेष दिनहरूमा बोनस प्राप्त गर्नुहुनेछ। तपाईको जन्मदिनमा तपाईले बोनस पनि पाउनुहुनेछ। यी बाहेक त्यहाँ धेरै आकर्षक पुरस्कार र नगद फिर्ता छन्। त्यसो भए तपाई स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ कि हाम्रो प्रोमो कोड कति महत्त्वपूर्ण छ। तसर्थ सबै लाभहरू प्राप्त गर्न तपाईले यहाँ स्क्रिनमा देखाइएको आधिकारिक प्रोमो कोड टाइप गर्नुपर्छ। त्यसपछि तलको खाली बक्सहरू भर्नुहोस् र दर्ता बटनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले त्यो एक अद्वितीय प्रयोगकर्ता नाम, तपाईको अर्को लगइनको लागि पासवर्ड दिइनेछ। यदि तपाईले आफ्नो फोन नम्बर रिसेट गर्नुभयो वा अर्को यन्त्रबाट खातामा लगइन गर्न चाहनुहुन्छ भने तपाईले लगइन गर्न प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गर्नुपर्छ। त्यसैले यसको स्क्रिनशट लिनुहोस् वा यसलाई कतै नोट गर्नुहोस्। अब तपाईको खाता खोलिएको हेर्नुहोस्। अब यो खाता प्रमाणित गर्ने समय आएको छ। खाता प्रमाणित गर्न मेनु विकल्पमा क्लिक गर्नुहोस्। त्यसपछि व्यक्तिगत प्रोफाइल, त्यसपछि व्यक्तिगत डेटा भर्नुहोस्। हामी हाम्रा विवरणहरू भर्छौं, ती सबै। हामीले हाम्रा सबै विवरणहरू थपेपछि हामी सेभ बटनमा क्लिक गर्छौं। पुष्टि गर्न बटन जाँच गर्नुहोस्। आफ्नो फोन नम्बर र आफ्नो इमेल थप्न नबिर्सनुहोस्। र यदि तपाई चाहनुहुन्छ भने आफ्नो पासवर्ड पनि परिवर्तन गर्न सक्नुहुन्छ। अब जब हामी दर्ता समाप्त गर्छौं, हालमा मेलबेटमा पैसा कसरी जम्मा गर्ने? 1. तपाईको मेलबेट खातामा लगइन गर्नुहोस्। 2. डिपोजिट भुक्तानीमा जानुहोस्। मेलबेटले नेपाली प्रयोगकर्ताहरूका लागि यो विकल्पहरू छन्: ई-सेवा, IME पे, सेल भुक्तानी, IPS जडान गर्नुहोस्, माइपे वा टेलिग्राम सेक्सनमा क्लिक गर्नुहोस् र वेबसाइटमा अधिकृत एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्नुहोस् र जम्मा लिनुहोस् र निकाल्नुहोस् सुविधा। कृपया मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्नुहोस्।